अब मेरो छोरा गएको स्कुल। चाहिँ मेरो सासूले लाछा बनाउनु भएको अरे, हेर्नु न के मजाको चाहिँ कौलो है। तल आन्टीको घरमा फलेको रहेछ, हिजो लिएर आउनु भएको है। भाइ मेरो छोरा आइसिडिएस जानुको लागि है। यहाँ हेरिदेऊ न त रिसाको मेरो छोरा। यहाँबाट च्याउदै रहेछ रिसाको। मेरो छोरा रिसाको भगवान। म आउँदिनँ भनेको फेरि रिसाउँदैछ। कहाँ जानु भाइ? च्याउदै रहेछ। च्याउदै रहेछ छेउबाट हेर न। अझै छ्या भाइले के गरेछौ? हेर के गरेछ मामालाई कस्तो उयो दिन्छ नि। बुई कहाँ चाहिँ जानु? मलाई कहाँ लगेको इसाको मान्छे चाहिँ आएछ है मलाई बोलाउँदै। आज चाहिँ मैले प्लान्टहरू सारेको है ठुल्ठुलो गमलामा। यस्तो अस्ति उताबाट लिएर आएको थिएँ नि त। यो चाहिँ मेरो यस्तो दामी प्लान्ट थियो कि उता पल्टनमा हुँदा घर हामी चाहिँ आइसक्यो, सामान पछ्याउनु पर्थ्यो नि त। कसले हेर्नुहोस् न लगिदिएछ, यस्तो नराम्रो प्रकारले चाहिँ बिगारिदिएछ है। कस्तो मेहनतले मैले यस्तो मजाको बनाएको थिएँ यो प्लान्ट है। त्यसो चाहिँ गर्नुहुन्थेन जो पनि हो है। हेर्नुहोस् न यसरी डल्लै मेरो प्लान्ट त सबै यसरी हातले चिमाटेर क्या डल्लै ओइलाइदिएछ नि। यहाँको अर्कोहरू पनि यहाँबाटै चुट्याएर लग्दैछ हो। यो चाहिँ मैले मेरो फुपूकोबाट लिएको थिएँ, सानो थियो यत्रो लिएर आएको थिएँ है। कत्रो भइसकेछ अहिले त यो। म चाहिँ मेरो भदेलाई पढाउँदैछु है। ऊ चाहिँ स्कुलबाट आइ पनि सक्यो अनि चिया बिस्किट खाएर पढ्नु बसिरहेको छ नकोरा जोजोकोमा। ऊ चाहिँ हेर्नु न कोरिदिँदैछ कुपेनले। हौ त्यहाँ कक पर तिमी कक पर। मेरो भदे चाहिँ यहीँ बस्दैछ नि त है।